समापन समारोहमा पाल्नु हुने समस्त अतिथिगण नमस्कार गर्न चाहन्छु। आज हाम्रो यो हाम्रा अतिथिहरू केही कार्य व्यस्तताका कारण केही ढिलो आउनु हुनाले हामी आशा भेट्दै हुनुहुन्छ। मैदानमा खेलाडीहरू पनि प्रवेश गरिसकेको अवस्था छ। राष्ट्रिय गान प्रसारण गरिदिन आउनमा प्राविधिक भाइलाई अनुरोध गर्दछु। अब अभिनन्दन गरिदिनु आफ्नो परिचय पनि दिनेवाला आनन्द राय क्याप्टेन हुनुहुन्छ जर्सी नम्बर 14 मा। त्यसैगरी श्याम राय हुनुहुन्छ, श्याम कुमार राय जर्सी नम्बर 7 मा। शत्रुघ्न कापर हुनुहुन्छ जर्सी नम्बर 10 मा। मनीष राय जर्सी नम्बर 8 मा। राम सेवक यादव जर्सी नम्बर 2 मा। राजू यादव जर्सी नम्बर 1 मा। राहुल राय जर्सी नम्बर 11 मा। आनन्द राय जर्सी नम्बर 14 मा क्याप्टन अघि भनिसकेकोले दुई ठाउँमा नाम लेख्नु भएको छ। विनोद राय जर्सी नम्बर 3 मा। त्यसैगरी लक्ष्मण राय जर्सी नम्बर 9 मा। भोला जर्सी नम्बर 6 मा भने सञ्जय सायद राय नै हुनुहुन्छ, जर्सी नम्बर 5 मा हुनुहुन्छ। नवल राज हुनुहुन्छ जर्सी नम्बर 4 मा। रोहित यादव जर्सी नम्बर 12, विजय यादव जर्सी नम्बर 1, बुद्ध थापा जर्सी नम्बर 8, भुवन श्रेष्ठ जर्सी नम्बर 10, मनोज यादव जर्सी नम्बर 5, सुशील यादव जर्सी नम्बर 9, वीरेन्द्र जर्सी नम्बर 3, विजय शाह जर्सी नम्बर 14, राहुल राय जर्सी नम्बर 6, कृष्ण राय जर्सी नम्बर 11। खेलाडीहरूको परिचय दिए। त्यसैगरी म अहम भूमिका निर्वाह गर्नुहुने दुधको दुध पानीको पानी छुट्याएर आजका त्यसैगरी धनुषा तर्फको टिमको त्यसैगरी एम्पायरमा हुनुहुन्छ मनोज मण्डल धनुषाको हुनुहुन्छ। एम्पायरमा हुनुहुन्छ मुन्ना पटेल बारा जिल्लाको। त्यसैगरी स्कोररमा हुनुहुन्छ रामवरण यादव धनुषा। नो एन्ड डाईमा केवल मुखिया धनुषा। एसिस्टेन्ट स्कोरर सूरज यादव धनुषा। एसिस्टेन्ट स्कोररमा सन्दीप गुप्ता बारा। टाइम किपरमा धीरेन्द्र यादव धनुषा। लाइन जजमा हुनुहुन्छ योगेन्द्र यादव है बिहारी। यादव पनि धनुषाकै लाइन जजमा हुनुहुन्छ। त्यसैगरी हुनुहुन्छ गोल स्कोरमा गीता कुमार सिंहको हुनुहुन्छ। त्यसैगरी गोल स्कोरमाहरूको राजेन्द्र सिंह धनुषा। जोडीमा हाम्रो वरिष्ठ कबड्डीका हाम्रा प्रशिक्षक हाम्रा गुरु रामनारायण राय हुनुहुन्छ भने जोडीमा प्रमुख अतिथि लगायत मञ्चमा आसीन अतिथिगणहरूलाई पनि म अनुरोध गर्दछु। त्यसपछि हाम्रो खेलाडीहरूसँग हाम्रो अतिथिहरूको परिचय कार्यक्रम पनि छ। त्यसपछि फोटो सेसन पनि हुनेछ। सबैलाई नगरपालिकाले टस दिएको छ। सबैजनाको खेलाडीपछि निर्णायकहरूसँग परिचय गर्दै हुनुहुन्छ। मैदानको दक्षिणपट्टि आकाशे नीलो रङमा सबैजनाको खेलाडीहरू हुनुहुन्छ भने शुद्ध लगायतको ट्र्याकमा निर्णायक साथीहरू हुनुहुन्छ भने त्यसै गरी नीलो र सेतो रङमा मैदानको उत्तरपट्टि स्वस्थ युवा क्लबका खेलाडीहरू तयारी अवस्थामा हुनुहुन्छ। हाम्रो यो खेल पश्चात खेलाडीहरूले गरेको मेहनत र परिणामहरू हाम्रो हुने स्वस्थ युवा क्लब र सबैला नगरपालिका खेल सुरु भइसकेको छ। स्वस्थ युवा क्लबका कप्तान कल्याण भुजेल जर्सी नम्बर 7 बाट
दर्शक महानुभावहरू यो हाम्रो 7 जनाको बिचमा कबड्डी खेलिन्छ। एकका विरुद्ध 7 जनाले संघर्षपूर्वक सबैलाका जर्सी नम्बर 7 का रेडर अहिले स्वस्थानीपट्टि रेड गर्दै हुनुहुन्छ। कल्याण भुजेल जर्सी नम्बर 7 पोस्ट गर्नु पर्यो नि यो है साइड सब ये होते कतो हो हमन था को संकेत निर्णयबाट भएको छ। 2 रेड खाली गयो भने कुनै डिसिजन हुन नसकेन, अङ्क नआयो भने तेस्रो रेडमा चाहिँ गर्नुपर्ने हुन्छ। डुअडाई भनेको जर या मर्नुको अवस्थामा जर्सी नम्बर 4 का नवल राहुल रेडमा दुईटा टिम एउटा सबैजना नगरपालिका र संस्थानीय क्लब त्यसैगरी महकुमा कमिटी सरकारी कमिटी यो अङ्क 2 कुनै सङ्घर्ष नभइकन त्यो निलो रङसँगै रहेको पट्टीमा छ भने लाइन टच हुन्छ, खेलाडी आउट हुन्छ। कुनै खेलाडीलाई टच नगरिकन त्यो सेल्फ आउट भनिन्छ। रेड आउट भएर धनुषाले 1 अङ्क वृद्धि गरेको छ। लाई पनि पाएको छ 5 अनि सबैलाई अङ्क 1 भएको छ। किनभने थर्ड रेडको सङ्केत भएको छ।
छ। धनुषाले आफ्नो खातामा 10 अङ्क बनाएको छ भने सबैजनाको अङ्क 2 रहेको छ। खेल आफ्नो प्रदर्शन गरेर आफ्नो टिमलाई विजयी गराउनु भएको थियो। राम्रो रेड गर्नुहुन्छ जर्सी नम्बर 11 का राहुल राय ज्यूले रेड गर्दै हुनुहुन्छ विपक्षी कोर्टमा। सुशील जर्सी नम्बर 14 एकदम सानो भइकन निकै फुर्तिलो मैले हिजो देखिरहेको छु उहाँलाई। प्राप्त गरेको छ। अन्यथा त्यसै फर्कियो भने आउट भइन्छ। 2 रेड खाली जाँदा तेस्रो रेडमा डिस्टेन्स गर्नुपर्ने हुन्छ डोरलाई। तर यहाँ मर कोही स्थितिमा अहिले रेडर त्यसमा बोनस आए पनि कुनै पनि वृद्धि भएको छ। सबैलाई आफ्नो आफ्नो 3 पुर्याएको छ। सबैलाईको कोर्टमा जर्सी नम्बर 12 का रोहित यादव उहाँले पनि सहभागिता जनाइसक्नु भएको छ। र हाम्रा सबैलाईका भाइहरू पनि निकै फुर्तिलो रहेको संयमित सन्तुलित टिम लिएर आफ्नो खेल प्रदर्शन गर्दै हुन्छ। फेरि राहुल भाइ जर्सी नम्बर 11 मा उहाँ निकै एकदम राम्रो रेड गर्दै हुनुहुन्छ। र अनुसार 3 मा अहिले सेतो जर्सीमा रेड गर्ने सुशील यी पनि मैले जानकारी पाएँ किनभने एउटा जिल्ला टिममा विभिन्न ठाउँहरूबाट जर्सी नम्बर 7 का जर्सी नम्बर 7 का सबैलाईका श्याम राय भाइ अहिले रेड गर्दै हुनुहुन्छ धन्जाको पक्षमा। त्यसगरी झन्साकै सबैलाईको पक्षमा जर्सी नम्बर 4 का नमल राउत उहाँले पनि सब गेम एसियन च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सहभागिता जनाइसक्नु भएको छ। त्यसगरी जर्सी नम्बर 2 का रामसेवक यादव सबैलाईका रेडर धन्साको पक्षमा रेड गर्दै हुन्छ रामसेवक यादव। उहाँहरूको निकै राम्रो खेलले गर्दाखेरि नै फाइनलसम्मको यात्रा तय गर्न सफल हुनुभएको छ। योभन्दा अगाडि 3वटा जिल्लालाई पराजित गर्दै उहाँहरू यहाँ फाइनलमा आफ्नो स्थान सुरक्षित राख्नु भएको छ। दुवै टिमको उत्कृष्ट खेल प्रदर्शन गरेर यहाँसम्म आएको हुनाले हामी फाइनलमा पनि फाइनल जस्तै उत्कृष्ट खेल हेर्ने अवसर पाइरहेका छौँ। र दर्शक महानुभावहरूलाई फेरि पनि म जानकारी गराउँछु हाम्रो यसै नगरमा यसै ठाउँमा चैतको 15 गतेभित्र वडा छिरेश्वरनाथ नगरपालिकाले 1 को वडा नम्बर 6 बाट यो प्रदेश 2 स्तरीय महिला कबड्डी प्रतियोगिता पनि आयोजना हुँदैछ भन्ने मैले जानकारी पाएको हुनाले आधिकारिक जानकारी पाएको हुनाले यहाँलाई जानकारी गराउँछु। जोडलाई सबैलाईका रामसेवक यादवलाई जोडलाई उहाँले केही आउट हुनमा सफल हुनु भएन। आफ्नो खातामा 1 अङ्क थपेर 5 पुर्याउनु भएको छ।
सबैलाई 5। दर्शक भाइहरू यहाँहरूले एकदम शान्त भूमिका यहाँहरूको हुनेछ एकदम मर्यादित तरिकाले एकदम सभ्य तरिकाले पहलवान क्या बैठे बैठे रे बैठे बैठे
भने जर्सी नम्बर 14 का सुशील यादव उहाँ पनि आफ्नै टिममा उहाँ धनुषा स्वस्तानी क्लबबाट खेले पनि उहाँ सबैलाई हुनुहुँदो रहेछ, त्यसैले उहाँको गेम पनि पुरस्कार रहेको छ। अहिले सबैलाईको अङ्क 10 छ भने धनुषाको अङ्क 28। धनुषाको तर्फबाट पनि डोर डाइको संकेत। यो 2 रेड खाली गएपछि तेस्रो रेडमा कुनै निर्णय गर्नुपर्ने हुन्छ, अन्यथा खेलाडी आउट हुन्छ। त्यसैले गर या मरलाई डोर डाइ भन्ने विपक्षीको खुट्टा अर्को पक्षमा भएको हुनाले रेड सेट दिएको हुन्थ्यो। बल बुद्धि प्रयोग गर्छ कुनै विजय हुन्छ भन्ने कुरा यहाँहरूलाई थाहै छ। अनि समयभित्र राखिदिनु होला। तपाईँ उत्साहित हुनु भने पनि तपाईँहरू आकर्षित हुनु भने दर्शकहरू पनि आकर्षित हुन सक्छ। त्यसैले खेलाडी एकदम समयभित्र गरेर खेलिदिनु होला। र दर्शक महानुभावलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँले एकदम खेलाडीहरू जुनसुकै खेलाडीले अन्तर्या पनि उहाँले एकदम आफ्नो खेलाडीहरूलाई हुटिङ गरिरहनु भएको छ। साह्रै राम्रो पक्ष हो। उपस्थित उल्लेख्य मात्रामा दर्शकहरूको उपस्थित रहेको छ। अहिले खेलाडी परिवर्तन भएको छ। जर्सी नम्बर 2 आउट हुनुभएको छ भने जर्सी नम्बर 13 खेलाडी मैदानभित्र प्रवेश गर्नुभएको छ। हाँ
जर्सी नम्बर 7 का टिमका क्याप्टेन कल्याण भुजेल रेडमा हुनुहुन्छ। अहिले सबैलाई अङ्क 11 छ भने स्वस्थ निर्वाचन धनुषा अङ्क 31। एकदम आरामले खेल आरामले उल्लेख्य रूपमा खेलको आनन्द लिइरहनु भएको छ। हाम्रो धनुषा जिल्लामा सुहाउँदो यो खेल कबड्डी खेल नेपालको तर्फबाट विभिन्न कालखण्डमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरिसक्नुभएका हस्तीहरू यहाँ थुप्रै हुनुहुन्छ। मैले नाम लिएर सम्भव छैन अहिले, किन भन्दाखेरि मैले एउटा पानी पल्टाउनु पर्ने हुन्छ। तसर्थ उल्लेख्य रूपमा यहाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै जानुभएका यहाँ हाम्रो वरिष्ठ पूर्व खेलाडीदेखि हालसम्मका खेलाडीहरू छन्। उल्लेख्य कुरा पहिले सुरुमा करिनाको क्षेत्रमा पनि निकै रहेको खेलमा बिचमा केही शिथिलता देखिएको छ। अहिले 2-4 वर्षको अवधिमा मैले जाने मौका पाएको छैन। सक्रिय भएको कुरा मलाई भाइहरूले जानकारी गराउनमा छ। एउटा नगरपालिका स्तरको प्रतियोगिता हुँदाखेरि 45वटा टिमको पनि सहभागिता हुन्छ। यो राम्रो उल्लेख्य स्थिति हो र उहाँहरूले स्थानीय स्तरमा मात्रै खेललाई सीमित नगरिकन आफ्नो प्रतिभालाई राष्ट्रिय स्तरमा पनि लाउनुहुन्छ भन्ने मेरो शुभकामना छ। त्यसको लागि स्थानीय सरकार र विभिन्न सङ्घ संस्था र खेलाडी स्वयंले पनि प्रयास गर्नुपर्ने हुन्छ। अहिले रेडमा हुनुहुन्छ। उहाँले आफ्नो दिइसक्नु भएको हुन्छ। बेकारमा हामीलाई छोटो लाग्ने सम्भावना पनि हुन्छ। डोर डाईमा छन् भाइ सुशील यादव। धेरै राम्रो 14 नम्बरका आनन्द राईले निकै फुर्तिलो हुन्छ। मुक्त भइकन पनि फुर्तिलो हुन्छ। भाग्लो दक्षिण अमेरिका विजय यादव विपक्षीको कोर्टमा रेड गर्दै 30 सेकेन्डभित्र आफ्नो कोर्टमा सुरक्षित फर्क्यो भने सुरक्षित हुन्छ। 30 सेकेन्डसम्म रेडरले रेड गर्ने टाइम पाउँछ। 30 भन्दा बढी भयो भने यहाँ हाम्रो समय हेर्ने एकजना निर्णायक हुन्छ। उहाँले सिटी बजाइदिएपछि 30 सेकेन्डभन्दा बढी रेड गर्न पाइने छैन। त्यसैले अग्लो र मोटो पनि हुनुहुन्छ। उहाँले आफ्नो यसमा कुनै निर्णय लिनुपर्ने हुन्छ। को सङ्केत यो रेडमा केही गर्नै पर्ने हुन्छ। सुशील राईले आफ्नो टिमका लागि एकजना मात्रै भित्र आउँछ।
खेलाडी एकजना तर अङ्क चाहिँ दुईटा पाउने प्रावधान छ त्यसलाई सुपर क्याच अथवा सुपर टेकल भन्ने गरिन्छ यो हाम्रो धेरै पहिले नियममा थिएन हिजो आज भारत कबड्डीको विकास भइसकेको हुनाले भारत कबड्डी प्रो कबड्डी लिगहरूमा यस्ता नियमहरू लागेको छ धेरै कुराहरू हाम्रो राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा पनि यो नियमहरू हामीले केही सबै नियम पालना नगरे पनि हाम्रो राष्ट्रिय र भर्खर साथ सम्पन्न गऱ्यो अब 3 मिनट बाँकी रहेको घोषणा हाम्रो निर्णायक भएको छ हाम्रो निर्णायक प्रकाश बाबु 70 को निर्णायक निर्देशनमा उहाँले 3 मिनट बाँकी भएको घोषणा गर्नुभएको छ अब मात्र यो खेलको समय 3 मिनट मात्र बाँकी भएको घोषणा गर्नुभएको छ खेलाडी परिवर्तनको सब्स्टिट्युट परिवर्तनको धनुषा भित्रपट्टिको लाइन यदि क्रस गरेको अवस्थामा थर साधारण बोनस आउनेछ त्यसैले प्रयास गर्दै हुन्छ र यी पनि साना भाइ निकै फुर्तिला छ अङ्क ल्याउन सफल खेल यस्तो हो